Hello guys, what's up? It's me Rahul Rana Magar. You know who is Rahul. If not, then you will know after watching this vlog. हैन आज हामी कहाँ जान लागिरहेको छौँ भने हामी जाग्रेब जान लागिरहेको छौँ र जाग्रेब चाहिँ क्यापिटल सिटी अफ क्रोएसिया हो र आज चाहिँ हामी इङ्ग्लिस न्यू इयर मनाउन जान लागिरहेको फेरि हामी चाहिँ केटाहरू इङ्ग्लिस न्यू इयर मनाउन जान लागिरहेको र इन्ट्रोडक्सन दिने सबभन्दा सुरुमा हामी हामीले इन्ट्रोडक्सन दिने चाहिँ करण इन्ट्रोडक्सन दिनु हजुरको हल्का नमस्कार, मेरो नाम चाहिँ करण प्रसाद भण्डारी फ्रम चिडियाखोला बुटोल नेपाल हैन। अहिले हाल हामी सबजना केटाहरू चाहिँ के कहाँको हुन्छ बुटोलको छौँ हैन, उहाँ चाहिँ हाम्रो धरानबाट हुनुहुन्छ हैन, धरान चितवन विराटनगरमा। तर मेरो नजरमा अनि के भन्छ भन्दाखेरि अनि हाल चाहिँ हामी अहिले चाहिँ हैन क्रोएसियाको नोभी मारभ भन्ने मोजन्ते 0.2 मा छौँ हैन। अनि काम चाहिँ हाम्रो बाल्दियाकमा चाहिँ ल अनि बाल्दियाक हाम्रो साउको नाम चाहिँ ब्राङ्को है। अनि उहाँको के अरे लभली डटरको नाम चाहिँ बारबरा म्याम है त। अनि ल म यति भन्दै मेरो कुरा यहीँ टुङ्गाउँछु। उहाँलाई हाम्रो केटाहरू सबजना यङ इनर्जी मात्र हामी सबजना यङ इनर्जी कतिजना हामी 7 जना छौँ हैन। र सबभन्दा सुरुमा इन्ट्रोडक्सन दिन चाहन्छ हाम्रो विज्ञान दाइलाई त अहिले दिनु त मिठो तरिकाले दिनु। मेरो नाम चाहिँ विज्ञान उपाने हो। म चाहिँ धरान नेपाल। अरू केही छैन। दाइ चाहिँ सिधै के भन्छ धरानको है दाइ चाहिँ हामी चाहिँ सबजना यङ इनर्जीहरू छौँ सबजना धेरै जस्तो हाम्रो यो रोहन चाहिँ अर्को चाहिँ रोहन 16 भनेको 4 हैन र इन्ट्रोडक्सन देऊ नि तिम्रो अरूको दिदिएर नि म यहाँ म हरिबानिया बुटोलदेखि अहिले चाहिँ जाग्रेब जाँदैछौँ। त्यही हो, अरू केही छ। ल अब इन्ट्रोडक्सन दिन चाहन्छौँ हाम्रो कुमार दाइलाई। नाम मात्र कुमार हो तर बिहे चाहिँ भइसकेको छ। कुमार चाहिँ पुरै कुमारै होइन है दाइ कुमार। ल इन्ट्रोडक्सन दिनु नि हल्का छोटो मिठो हजुरको। मेरो चाहिँ बिहा भएन हो, अझै सिङ्गलै हो। नाम मात्र कुमारै तर मान्छे चाहिँ कुमार होइन, बिहे भइसकेको दाइ है। ल कट ज्या Meanwhile ल के भयो भनेपछि अब चाहिँ हामी होइन अब बस छुट्यो, ट्रेन पनि छुट्यो, जाग्रेब जाने भनेको बसै छुटिदिरहेछ। सब लागा भएर अब हिँडिरहेको यहीँ थियो कि होइन ट्रेन उसँग ट्रेन पनि छुट्यो कि हाम्रो केटाहरू गइरहेको अगाडि हाम्रो रोहन दोस्तलाई। र यिनी चाहिँ स्टेट आउट फ्रम बुटोल है। हामी सबजना यङ इनर्जी हो। म पनि बुटोलबाट हो। मेरो नाम चाहिँ रोहन गुरुङ हैन। म अब क्रोएसियाको 3 वर्ष हुन लागिसक्यो हैन। मेरो यो 3टा न्यू इयर हो क्रोएसियामा आएपछि। म फर्स्टको न्यू इयरमा चाहिँ गएन जाग्रेब रमाइलोको लागि, तर क्रिसमसमा चाहिँ गएको थिएँ, रमाइलो नै भयो। गएको पालि पनि धेरै रमाइलो भयो तर न्यू इयरमा त्यही भएर मैले केटाहरू सबलाई मेरो बुटोलको केटाहरू अब आथो घुमेको छैन धेरै, त्यही भएर मैले केटाहरूलाई रमाइलो सब भन्नु पर्दैन सब भन्नु पर्दैन धेरै भनेर केटाहरू बल्ल एग्री गरेर घुम्न जानु लाग्यो। एकछिन त के अरे यो न्यू इयर पनि क्यान्सल भयो केले गर्दा क्यान्सल गर्दा यहाँ आएर न्यू इयर पनि केटाहरूले क्यान्सल गर्थ्यो। मलाई हरिप रिस उठ्यो त्यत्रो कुरामा, तर मैले केटाहरूलाई भनेन होइन। अब त्यत्रो मैले भनेर सम्झाएँ केटाहरूलाई, तर मानेन केटाहरूले। त्यो पनि कहाँबाट केटाहरूले जुगाड गरेर पैसा जुगाड गरेर नेपाली पैसा साटेर युरो साटेर गराएको है। हामी कुर्दा हामीले फाइनली टो टाइम पनि आयो हामी जाने। आउँदाखेरि चाहिँ ल हामी आउँदाखेरि अगाडि आयो गाडी नै हामीलाई स्क्याम हानिदियो। 5:45 को गाडी थियो ल। त्यही भएर हामी 4 बजी छुट्टी भएर नुहाइधुवाइ गरेर टक्क 5 बजी रेडी भएर ठ्याक्कै यहाँ गाडी पुग्न आउँदाखेरि 5:40 मा त 5:40 मा हामी आइपुगेको थियौँ। गाडी आइदिएन, टेन्सन भयो। गाडी नआएर 50 सम्म त कुर्यो हामीले गाडी, त्यही पनि पाइएन ल। अनि त्यसपछि हामी 8:20 को गाडीमा जान्छौँ भनेर गयौँ कफी खान। अब कफी पनि सबै दोकान बन्द रहेछ, आज सबैलाई न्यु इयर लागेको रहेछ। ठ्याक्कै एकजना गयो यहाँ अन्त एकजना मान्छेले ट्रेन रहेछ अरे क्या त्यहाँ 6:20 को ठ्याक्क ट्रेनको लागि हामी दौडिँदै गयौँ। ट्रेन पनि छुट्यो हाम्रो। आज धेरै पनौती दिन छ, त्यही पनि हामीले यो पनौती दिन भए पनि हामीले पनौती दिनलाई राम्रो गराउनु पर्छ। त्यही भएर हामीले ट्याक्सी बुक गरेछौँ, हाम्रो ट्याक्सी आउँदैछ। अब हामी जान्छौँ जाग्रेब रमाइलो गर्न ल। त्यसपछि अब जाग्रेबमा गएर हल्का फुल्का क्लिपहरू अब हामीले ड्रिङ्क्स गर्छौँ, अब डान्स कुराहरू पछि देखाउनेछौँ ल। अहिलेको लागि यति नै। धैर्य गरेर राख्नु होला। हाम्रो इलाका है, इलाका नोभी मारभमा
1 hour later. भ्लग सुरु भयो है हामी चाहिँ अहिले कहाँ आयौँ भने चाहिँ अब इन्डियन रेस्टुरेन्ट हो त्यसो त गाह्रो भन त यहाँ खुसी लाग्ने यार होइन के हो नामको नाम के हो नाम यही हो रेस्टुरेन्टको नाम यही हो रेस्टुरेन्ट हामी आएको चाहिँ बहुत पदियो यार ठकाम त पहिला हान्दै हालौँ भन त अघि के भन्दै थियौँ हामी जिन्दगीमा सबैभन्दा ठुलो गल्ती उस के हुन्छ अरे दुःख पाइयो क्या आज ल हामी बियर खान लाग्छौँ ल साथीहरू हामीले बियर खानलाई होइन पिउनलाई अब चबायो भने चाहिँ अब तपाईँलाई उहाँको हो क्या तपाईँ आज खोइ खोइ मलाई खोइ एउटा भरेको चिसोमा बियर खाइए ब्ल्याक लेबल खाने होइन के भयो अब धेरै भयो भने भनि पर्छ धेरै ल भन त ब्ल्याक लेबल अहिले भयो भन त ब्ल्याक लेबल अहिले खम्बै किन्ने हो क्या त्यो भएर अहिले अहिले बियरले पाइन्न कि होइन सब के अरे के भन्नु खम्बा नपाउँदो रहेछ ब्याक प्याक पाउने प्याकमा हामीलाई धेरै घाटा हुन्छ हामीसँग चाहिँ भ्लगमा नयाँ दाइ नयाँ मेम्बर आउँदै हुन्छ र इन्ट्रोड्युस गर्दै हुनुहुन्छ सुजन दाइ इन्ट्रोड्युस दिनु न हजुर हेलो भैया भैया भन्नु ब्रदर ब्रदर भनौँ न ब्रदर आज चाहिँ ह्याप्पी न्यु इयर है सबैलाई 2026 चाहिँ नेपाली न्यु इयर होइन इङ्ग्लिस न्यु इयर है फेरि इङ्ग्लिस न्यु इयर है नेपाली चाहिँ अझै आउन बाँकी छ इङ्ग्लिस न्यु इयर रमाइलो खै त रन मेरो रन म तिको छु जाडो नि भइरहेछ हात आइस पनि भइरहेछ रुवा लाग्छ होला बियर खाने चिसोले हो कि हामी चाहिँ अब धेरै महिनापछि कहाँ आउँछ खुसी लाग्यो हामी चाहिँ तल नेपाली रेस्टुरेन्टमा आएको थियौँ माछा न रन्नु त्यसलाई देखाएन यसले धेरै पछि रक्सी नाममा भयो नि हामी हामी छाडिदिउँ अहिलेको हाम्रो खास के भयो भन्ने त्यो क्लियर भएन कि रोने के भयो भन न हामी नेपाली रेस्टुरेन्ट जाने भने थियो के भयो त्यहाँ धेरै प्याक भयो क्या त्यहाँ त्यही भएर सबै सितनहरू पनि सबै भइसकेको अब यो त सुन न पहिलाको वर्षको प्लानिङ पनि यस्तै हो होइन लिडर चाहिँ हाम्रो फेरि उयो हो प्लानिङ मात्र हल्का मिस्टेक हुन्छ कहिले गाडी नपाउने कहिले ट्रेन छुट्टिने आज खानै पाइयो किनास धेरै छ हामी चाहिँ के मगा हाम्रो खानालाई बिरयानी मटन बिरयानी मटन बिरयानी चिकन पकौडा आयो चिकन पकौडा कसको फेरि घन्टाको टोपी भाइको उल्टो हो क्या दाइ यार यार कसको पकौडा आयो त्यो पनि 4वटा पिस आयो नि भन्छ त्यो शान्ति मेरो एउटा यार साखेर हुन्छ कस्तो ह्याप्पी न्यु इयरमा त पुरा उफ्रिनु पर्छ नि आज चाहिँ पहिला चाहिँ उफ्रिने होइन क्या ल है त हामी चाहिँ सुरुमा चाहिँ हाम्रो नेपाली थकाली होटलमा गएको थियौँ होइन त्यहाँबाट चाहिँ केही पनि नपाएर सबै खानेकुरा भ्याइए गएर हामी रोयल इन्डियन भन्नेमा आयौँ अनि 8जना छौँ 8जनाले चाहिँ 8वटा बियर मगायौँ अनि चिन्तनको लागि चाहिँ हामीले नि के भन्छ अरे चिकन पकौडा 5 प्लेट मगायौँ 3 प्लेट आउँदैछ कि के हो कसो हो अनि 8जनालाई चाहिँ के भन्छ अरे चाहिँ मटन बिरयानी खाएको छौँ है के छ तपाईँ चाहिँ केही भन्न चाहनुहुन्छ म आज 6 महिनापछि बियर खाँदैछु यही भन्न चाहन्छु धन्यवाद मलाई मलाई त भन्नु केही छैन भोक लागेर चाहिँ छिटो बिरयानी आए जस्तो राहुल के भन्न चाहनुहुन्छ के भन्न चाहन्छु र मैले नेपाली रेस्टुरेन्ट जाने भनेको झन् दामी ठाउँमा आयो कि हाम्रो चाहिँ बेस्ट हुनुहुँदो रहेछ वेटर दामी हो भेटेर खुसी लाग्यो क्या यस्तो बल क्या भोलि फेरि होइन गरेर आउँछु दौडेर